Law of multiple proportions. त्यसो भए आज अघिल्लो सेसनमा डिस्कस गर्न बाँकी स्टोइकियोमेट्रीको अर्को एउटा ल अफ मल्टिपल प्रोपोर्सनबाट स्टार्ट गरौँ। हुन्छ टिचर। यो ल अफ मल्टिपल प्रोपोर्सन जन डाल्टनले 1803 AD मा डिस्कभर गरेका हुन्। यो ल पनि एटमिक थ्योरीवाला डाल्टनले नै इन्ट्रोड्युस गरेका हुन्। हो नि, यो ल पनि त्यही एटमिक थ्योरीवाला डाल्टनले इन्ट्रोड्युस गरेका हुन्। ल भनेपछि त पक्कै स्टेटमेन्ट होला है यसको पनि? छ नि, किन नहुनु। के भन्छ त टिचर यो लले? ल अफ मल्टिपल प्रोपोर्सनले के भन्छ भन्ने कुरा म भन्छु, तिमी ध्यान दिएर सुन। ल अफ मल्टिपल प्रोपोर्सन अनुसार कुनै दुईवटा एलिमेन्टले कम्बाइन गरेर दुई वा धेरै डिफ्रेन्ट कम्पाउन्ड बनाउन सक्छन्। यसरी दुईवटा एलिमेन्ट्स कम्बाइन गरेर दुई वा धेरै डिफ्रेन्ट कम्पाउन्ड बनाउँदा ती कम्पाउन्डमा भएको एउटा एलिमेन्टको फिक्स वेटसँग कम्बाइन गर्ने अर्को एलिमेन्टको वेटको रेसियो सिम्पल होल नम्बर हुन्छ। In other words, when two elements combine to form two or more chemical compounds, then the weights of one of the elements which combine with a fixed weight of the other bear a simple ratio to one another. यो ल त अलि गाह्रो छ कि जस्तो लाग्यो टिचर। त्यस्तो गाह्रो छैन, नडराउ न, एक्जाम्पल दिएर बताएपछि बुझिहाल्छौ। त्यो पनि हो, एक्जाम्पल नै दिएर बताएपछि त मैले सजिलै बुझ्छु। ल सुन। कार्बनले अक्सिजनसँग कम्बाइन गरेर दुईवटा कम्पाउन्ड कार्बन मोनोक्साइड र कार्बन डाइअक्साइड बनाउँछन्। यहाँ कार्बन मोनोक्साइड र कार्बन डाइअक्साइड दुवैमा एउटा कार्बन छ। यसको मतलब यी दुवै कम्पाउन्डमा कार्बनको वेट 12 ग्राम्स छ, जुन फिक्स वेट हुन्छ। तर कार्बन मोनोक्साइडमा एउटा अक्सिजन र कार्बन डाइअक्साइडमा दुईवटा अक्सिजन छन्। त्यसैले कार्बन मोनोक्साइड र कार्बन डाइअक्साइडमा अक्सिजनको वेट 16 ग्राम्स र 32 ग्राम्स हुन्छ। कार्बन मोनोक्साइडमा 12 ग्राम्स कार्बनसँग कम्बिनेसन गर्ने अक्सिजनको वेट 16 ग्राम्स हुन्छ भने कार्बन डाइअक्साइडमा कार्बनको सेम वेटसँग कम्बिनेसन गर्ने अक्सिजनको वेट 32 ग्राम्स हुन्छ। यसरी कार्बनको फिक्स्ड वेटसँग कम्बाइन गर्ने अक्सिजनको वेटको रेसियो 16:32 अर्थात् 1:2 हुन्छ, जुन सिम्पल होल नम्बर रेसियो हो। भनेपछि यो ल अनुसार दुईवटा एलिमेन्टले डिफ्रेन्ट कम्पाउन्ड्स बनाउँदा एउटा एलिमेन्टको फिक्स वेटसँग कम्बाइन गर्ने अर्को एलिमेन्टको वेटको रेसियो सिम्पल होल नम्बर हुने रहेछ, हैन त टिचर? हो, ठीक भन्यौ तिमीले। तपाईलाई थाहा छ त म अब्बल छु भनेर।